सम्पूर्णमा नमस्कार। सधैँको शनिबार चाहिँ आज पनि हामी भाग 26 लिएर आइपुगेका छौँ। हामीले आज नयाँ प्रयास सुरु गर्न खोज्यौँ, यो को बन्छ 500 पति भनेर 500 सम्म जित्न सक्ने, तर हाम्रो साथीहरूको त्यति तयारी देखिएन। त्यही भएर त्यो कार्यक्रमलाई हामीले प्रसारण त गर्यौँ, तर फेरि प्रोफाइलमा राख्न सकेनौँ, त्यसलाई हामीले हटाइसक्यौँ। नयाँ कार्यक्रम फेरि हामी ग्रुप बनाएर हामीसँग 13 जना प्रतिस्पर्धी हुनुहुन्छ। 13 जना प्रतिस्पर्धीलाई हामीले 7 ग्रुप बनायौँ। एउटा सिंगल ग्रुप चाहिँ हाम्रो प्रसून बिडारी सिंगलमा पर्नु भएको छ। अरू सबैको जोडी छ, होइन आफ्नो पर्दैन, आफ्नो पर्ने केही छैन। एकजना जो पनि सिंगल हुन्थे। आजको यस कार्यक्रमको संयोजन युनिलिभर नेपाल लिमिटेडमा कार्यरत आदरणीय बहिनी विपासना पौडेलजीले गर्नुभएको छ। आगामी दिनमा पनि उहाँको यस्तै साथ र सहयोगको हामी कामना गर्दछौँ। हामी कार्यक्रम ढिलो नगरी सुरु गर्नतिर लागौँ। 7 बजिसक्यो, घडीले झम्के साँझ पारिसक्यो। हाम्रो 1 नम्बर ग्रुपबाट एकजना आइदिनु होला प्रश्न तान्नलाई। यहाँ दिएर जानु होला। अल्ल नगर्नु है, नबोल्नु होला, साइलेन्स। कसैलाई पनि आफ्नो प्रश्न भन्दा उत्तर भन्दा बाहेक अनुशासन भएन है। आफ्नो प्रश्नको उत्तर दिँदा भन्दा बाहेक अरू बेला नबोलिदिनु होला। कम्प्लेन नै यही छ है बाहिरबाट। 28 नम्बरको प्रश्न ग्रुप 1 लाई, ग्रुप ए। सबैभन्दा पहिले प्लास्टिकको नोट प्रचलनमा ल्याउने देश कुन हो? सबैभन्दा पहिले प्लास्टिकको नोट प्रचलनमा ल्याउने देश कुन हो? सल्लाह गर्नु होला। हल्ला नगरौँ। आफ्नो पाला नआएसम्म मनमनमै राखौँ सल्लाह पनि। अब नजिकै छौँ हामी, अर्को पहिल्यै भनिदियो भने के काम? प्लास्टिकको मुद्रा, प्लास्टिकको नोट सबभन्दा पहिला प्रचलन ल्याउने देश कुन हो? प्लास्टिकको नोट। प्लास्टिक भनेपछि प्लास्टिक भने थाहा छैन। उयो प्लास्टिक हो। प्लास्टिकको नोट प्रचलन ल्याउने देश कुन हो? पहिलो देश कतिको स्योर हुनुहुन्छ? ल जवाब पनि अब समय पनि गरिसक्यो। सिली भन्ने जवाब आयो ग्रुप ए को। जवाब सही हुन सकेन। ग्रुप 2 नम्बर। प्लास्टिकको नोट प्रचलन ल्याउने पहिलो देश कुन हो? प्लास्टिकको नोट प्रचलनमा ल्याउने देश कुन हो? ठिक छ त, थाहा छ त, त्यति थाहा छ त, किन थाहा नहुनु नि? यो पनि जवाब सही हुन सकेन। ग्रुप 3। यो पनि जवाब सही हुन सकेन। ग्रुप 4। जवाब सही छ। 4 नम्बर ग्रुप। 4 नम्बर ग्रुपले 5 नम्बर जोड्न सफल हुनुभयो। हार्दिक बधाई। ग्रुप 2 को पालो। यो कचौड देऊ त्यतै। ग्रुप 2 नम्बर प्रश्न तान्न देऊ। ए झरे त्यहाँ, त्यो झर्न नदेऊ ल। 2 नम्बरको ग्रुप। ल नगरौँ। 24 नम्बरको प्रश्न 2 नम्बर ग्रुपलाई। जीवन काँडा कि फूल, यो कसको कृति हो? जीवन काँडा कि फूल, यो कृति कसको हो? उहाँ कृतिकारको नाम भन्नु पर्यो। हजुर। यो कृतिको रचनाकार को हुन्? जीवन काँडा कि फूल एकदम प्रसिद्ध कृति हो। ठीक छ, नबोलो। माधव प्रसाद घिमिरे। जवाब कति स्योर हुनुहुन्छ? लक गरिदिउँ। जवाब सही हुन सकेन। ग्रुप 3। बाहिर नगरौँ ल, नबोलौँ, आफ्नो पालामा नबोलौँ। 3 नम्बर पास। 4 नम्बर कतिको स्योर हुनुहुन्छ? ल ग्रुप 4 जवाब सही छ। हार्दिक बधाई। पालो ग्रुप 3 को। प्रश्न तान्न देऊ। झमक घिमिरे भनिसक्नुभयो उहाँले। जीवन काँडा कि फूल पुस्तक रचयिता। 14 नम्बर। प्रसिद्ध तीर्थस्थल पाथिभरा कुन जिल्लामा पर्दछ? कतिको स्योर हुनुहुन्छ?
जवाब सही छ, हार्दिक बधाई। 10 नम्बर जोड्न सफल हुनुभयो। पहिलो टिम हुनुहुन्छ उहाँहरू, जो चाहिँ पहिलो आफ्नो प्रश्न मिलाउन सफल हुनुभयो। पालो चौथो 4 नम्बर ग्रुपको। 13 नम्बरको प्रश्न, 4 नम्बर ग्रुपलाई 13 नम्बरको प्रश्न। मोबाइलका आविष्कारक को हुन्? हामी सबैको हातमा मोबाइल छ, उहाँ यो मोबाइल आविष्कार गर्ने व्यक्ति को हुन्? त्यही त हामी सबैको भनेको छ नि त मैले। चार नम्बरबाट जवाब आउन सकेन। ग्रुप 5 सही जवाब। ग्रुप 5 बाट जवाब आयो, जवाब सही छ, हार्दिक बधाई। पालो पनि 5 नम्बर ग्रुपकै हो। त्यहाँ राख न, त्यो क्वेसन हेर्दा त्यो खोलेको छैन। 21 नम्बर 5 नम्बर ग्रुपलाई सोध्या हो। 21 त्यो गोलो नपार्नु है, अहिले सोधिया प्रश्नहरू। 21 नम्बरको प्रश्न 5 नम्बर ग्रुपलाई। चियामा कुन तत्त्व पाइन्छ? सही जवाब, हार्दिक बधाई। पालो ग्रुप 6 को 4 राउन्ड हुन्छ। 31 नम्बर। कति नम्बर? 31 नम्बर ग्रुप 6 लाई। सुन्दरीहरूको देश भनेर कुन देशलाई चिनिन्छ? ग्रुप 7 प्रसुन। सुन्दरीहरूको देश भनेर कुन देशलाई चिनिन्छ? अनुशासन भएन है। कतिको स्योर हुनुहुन्छ? 100%। जवाब सही हुन सकेन, 100% भएको जवाब पनि। ग्रुप 1 भेनेजुएला, जवाब सही जवाब, भेनेजुएला। पालो पनि 7 नम्बरको ग्रुप 7 प्रसुनको पालो। प्रसुन बिनारी सिंगल हो है आज, उहाँको लक्कीली सिंगल बन्नु भएको। कति नम्बर पर्यो प्रसुन? प्रदीप गुरु हजुरलाई एकदम हाम्रो लाइभमा स्वागत छ है। कति नम्बर पर्यो? 29 नम्बर थियो है, 2 र 9 29। ल ग्रुप 7 सिंगल व्यक्ति प्रसुन बिनारी एक्लै हुनुहुन्छ ग्रुप 7 मा। कपुरको देश भनेर कुन देशलाई चिनिन्छ? कपुरको देश भनेर कुन देशलाई चिनिन्छ? इन्डिया। कतिको स्योर हुनुहुन्छ? 100%। यतिको कन्फर्म जवाब हुनुपर्छ, तर जवाब सही हुन सकेन। पालो ग्रुप 1 को जर्मनी। कतिको स्योर हुनुहुन्छ? ग्रुप 1 बाट पनि जवाब सही आउन सकेन। ग्रुप 2 सुन्दरीहरूको देश भनेर कुन देशलाई चिनिन्छ? होइन, ए सरी, मैले कुन प्रश्न सोधेको थिएँ यार, सरी। 29 नम्बर कपुरको देश भनेर कुन देशलाई चिनिन्छ? कपुरको देश, मैले सरी है, माफी चाहन्छु, सोधिसकेको प्रश्न फेरि रिपिट गरेँ। ग्रुप 2 पढाइ जवाब आउन सकेन, जवाब सही हुन सकेन। ग्रुप 3 जवाब सही हुन सकेन। ग्रुप 4 कपुरको देश भन्दा कुन देशलाई चिनिन्छ? आफ्नो अनुहार होइन, कपुर भन्दैछु मैले। सुन्दरी त भनिसक्यो, जवाब आइसक्यो। फ्रान्स। जवाब सही हुन सकेन। 4 नम्बर सही जवाब। यहाँ क्वेसन पढ्दा आउने मान्छे यहाँ छन् अनि। 5 नम्बर ग्रुप मिला होइन यो? 5 नम्बर ताइवान, जवाब सही छ। पालो 1 नम्बरको। अलि फास्ट गरौँ है, अलि फास्ट गरौँ, टाइम छैन हामीसँग, हामी अघि नै अर्कै काममा भुल्यौँ आज। 27 नम्बरको प्रश्न ग्रुप 1 लाई। नेपाली धर्मशास्त्र अनुसार ऋषि भनेर कसलाई चिनिन्छ?
जवाब सही छ। ग्रुप 1 हार्दिक बधाई। पालो ग्रुप 2 को 4 नम्बर प्रश्न। रामायणको कथा अनुसार अंगद कसका छोरा थिए? पिताको नाम भन्नुहोस्। जवाब सही छ, हार्दिक बधाई। नै भयो याद गर्नुभयो भन्नुभयो, हल्ला नगर्नु होला। ग्रुप 3 12 नम्बर